आज म बनाउँदैछु घरमै एकदमै मिठो हटपट कोरियन रेस्टुरेन्टमा खाना जानुभन्दा चाहिँ घरमै यसरी बनाउनु भयो भने यस्तो मिठो बन्छ यो। यहाँ मैले लिएको छु मसरुम, प्याज, ससेस, लेटस, लसुन, चौसौको मसला, यो चाहिँ मसरुम सुपको पेस्ट, थोरै चिकन, सोय सस, गोचुजाङ पनि थियो, यो चाहिँ अप्सनल हो। यो चाहिँ राइस नुडल्स पनि लिएको छु र मोमो लिएको छु। यहाँ चाहिँ मैले बेबी कर्न पनि लिएको छु थोरै। एउटा कराईमा चाहिँ सुरुमा पानी हाल्ने मजाले र त्यसपछि यो चाहिँ मसरुमको पेस्ट हो। मसरुम सुपलाई चाहिँ थोरै पानीमा मिक्स गरेर हालेको हो र यहाँ बेक्ड बिन्स पनि हाल्दैछु। यो पनि अप्सनल हो तर हाल्दा एकदमै मिठो भएको थियो। थोरै लसुन पनि काटेर हालेँ, प्याजलाई पनि मसिनो मसिनो गरेर काटेर हालेँ, मसरुमलाई पनि हालेँ, गोलो डल्ले मसरुम पनि लिन सक्नुहुन्छ। थोरै लेटस पनि हालेँ र गोचुजाङ सस चाहिँ 1 चम्चा जति हालेँ। यो चाहिँ क्यानवाला मसरुम पनि थियो, त्यो पनि हालेँ र राम्रोसँग मिक्स गर्ने। थोरै बटर पनि हालेँ र यो चाहिँ चौसौको मसला हो, रारा चौसौको एउटा मसला थियो त्यो पनि हालेँ। यो स्विट कर्न पनि हालेँ र त्यसपछि यो चौसौमा आउने सिजनिङहरू सबै हाल्दै यो चाहिँ 2 पिएमको सी फुडवाला फ्लेभरको मसलाहरू सबै एड गरेँ र सबै बोइल भइसकेपछि चाहिँ थोरै राइस नुडल्स पनि हालेँ। यो थाई सी फुडवाला नुडल्स युज गर्दैछु। राइस पेपर नुडल्स नहालिकन यो नुडल्स मात्रै हाल्दा पनि हुन्छ। थोरै चिकनलाई पनि बोइल गरेर विथ पानी पनि त्यसैमा हालिदिएँ। थोरै ससेस पनि हालेँ र मोमो पनि हालेँ। यो चाहिँ पानी अलिक कम भयो जस्तो लागेर फेरि तातो पानी चाहिँ मजाले हालेर एकैछिन बोइल गरिसकेपछि यो दामी हटपट चाहिँ रेडी भयो। यस्तो मिठो बनेको थियो।